हेलो गाइज वेलकम टु माई मिनी ब्लग र आज चाहिँ हामी जाँदैछौँ सिस्नेरी टु केटिएम। कस्तो भन्दाखेरि अब यथर स्कुटरमा चाहिँ सिङ्गल चार्जमा चाहिँ जानुपर्छ है त भनेर पुरा च्यालेन्ज हानिरहेको छु, केटाहरूलाई उक्साइरहेको छु होइन। र केटाहरू चाहिँ टक्क लाइन लगाएर निस्किसकेको अवस्था छ। अब के हो यार, लाइन लगाएर निस्क्यो भनेको सब भेडा बाख्रा जस्तो निस्किहाल्यो होइन। ल ठिक छ भनेर अब जङ्गलतिर गएपछि केटाहरूलाई लाइन लगाएर टक्क लगाएर सिनेमेटिक सर्ट बनाउनलाई पुरा दौडी दौडी भिडियो बनाइरहनु परिरहेको छ। केटाहरूलाई लाइन लगाएर अब भने के गरेँ अलिक पर पुगेपछि त झन् बवाल बवाल ठाउँहरू होइन। यस्तो दामी दामी सिनहरू हान्यो कि कुरै नगरौँ कि, यस्तो दामी सिन कि कुरै नगरौँ। अनि फेरि अब मोबाइल त लिनु पऱ्यो, फर्की मोबाइल लिँदै यहाँ हाँसिरहेको छु एक्लै एक्लै। अनि फेरि अब यहाँ यस्तो दामी ठाउँमा पुग्यो भनेर यसो हेरेको रुबो हेरेछ। अब राजाको पालाको रुबी, अब हामीलाई के काम, अब काम लाग्दैन यो सबै। अब यो सबै कबाडी भइसक्यो भनेर यसो भिडियो सिडियो हान्यो। अनि अब तल झरेपछि टक्क स्कुटर राखेको ठाउँमा आइयो हामी चाहिँ होइन। अब स्कुटर राखेको ठाउँमा यसरी स्कुटर मिलाएर राखेपछि अब सिन हान्यो, एउटा एक दुइटा यसो सर्ट हान्यो होइन। र अब यो सर्ट हानिसकेपछि चाहिँ अब केटाहरूलाई अलिक छिटो छिटो आऊ भनेको अफ रोडमा सकेनन् केटाहरूले चाहिँ। अलिक तल पुगेको यहाँनिर यस्तो झुन्डेको देखेको, यहाँ तल फेरि बजार दामी रहेछ, यो के रहेछ भनेर यस्तो सर्ट हान्ने सिनेमेटिक आफ्नो पनि होइन। अहिले तल पुगेको मकैबारी भन्दो रहेछ यसलाई। मकैबारी पछि फेरि तल गएको त दामी गाउँ रहेछ, आफ्नो गाउँ जस्तै लाग्यो होइन। अलि तल पुगेपछि सिनेमेटिक सर्ट हान्नु पऱ्यो भनेको सुमोले हगिदियो प्यात्तै। अब चाहिँ जेसुकै होस् भनेर केटाहरूलाई टक्क लाएर बर्ड फ्लू लागेको चिकन खाँदै, मैले चाहिँ बफ खाँदै भने यहीँ गरेर हाँसिरहेको छैन होइन। टक्क खानासाना खाइसकेपछि चाहिँ अलिकति तल गएको यस्तो यस्तो लभली ठाउँमा पुग्यो होइन यो। अनि फेरि के हो यस्तो, यो डाँडाको बिचमा डाँडा रहेछ भनेर केटाहरू सब मिलाएर फोटो खिच्यो होइन। अनि त्यहाँबाट पुग्यौँ हामी सिस्नेरी पुगेपछि यसो हेरेको दोधार खोला पुल भन्दो रहेछ यसलाई। अनि त्यहाँबाट भित्र छिर्नको लागि फेरि यस्तो ढुङ्गाबाट छिर्नुपर्ने रहेछ, केटाहरूको गानो फुस्क्यो होइन। अनि के हो यार यस्तो यो दुलो दुलो छिर्नु परेको छ, के खालको ठाउँ रहेछ यो भनेर सबजना छिरेर यसो गएपछि त यसो हेरेको त आमामा लभली ठाउँमा सबजना भैँसीहरू आल बसिरहेको रहेछ। ए यस्तोहरूको तल बस्नु नुहाउनु हुँदैन भनेर हामी माथि पुग्यौँ। माथि गएपछि त अब झन् बवाल ठाउँ। अब यहाँबाट मुत्यो भने चाहिँ तिनीहरूबाट पर्छ भनेर केटाहरू हाँसिरहेछन् मस्त पाराले। अनि म चाहिँ त्यहाँनिर एउटा यसो भिडियो बनाउँदै थिएँ। फेरि केटाहरू यहाँ जम्प हान्न थालिसकेको छन्, फर्स्ट जम्प। अनि त्यसपछि यहाँ फेरि दाइले उल्टी च्याम हानेर दामी पाराले ल्यान्ड हान्यो। अनि त्यसपछि अब होइन हामी चाहिँ एक्स्ट्रा गर्नुपर्छ माथि गएको। बाहुबली जम्प हान्न नसकेपछि अब हामी चाहिँ टक्क लाएर अर्को साइडपट्टिबाट बाहुबलीको ट्रिपल एक्स हानिदियो हामीले चाहिँ होइन। दुईजनाले लभली पाराले हानिसकेपछि अब पुरा एक्साइटेड भयो म चाहिँ होइन। पुरै नाचिरहेको थिएँ। हामी हाम्फालाई देखेर केटाहरू पनि हाम्फाल्न गएको थियो, के सक्नु नसकेपछि अब यस्तै हो भनेर बल्ल कन्सार भ्याकुँदै जम्मा हानेपछि अब अर्को दाइले पनि हान्यो। अनि त्यसपछि अब हाम्रो बोस गयो फेरि। अब बोस पुरा हाम्फाल्छु भनेर गयो, सकेनन् त्यहाँ हाम्फाल्न। नसकेपछि यहीँ ढुङ्गाबाट हाम्फाल्छु भनेर प्यात्ता हाम्फालिसकेपछि अब सबजना